आज कोफ्ता करीको कोफ्ता बनाऊँ है त। यहाँ मैले आलुलाई बोइल गरी पिल गरेर सेलाएपछि 7-8 घण्टा जति फ्रिजमा राख्नेछु। त्यस्तै गरी 1.5 केजी जति पनिरलाई मैले ग्रेट गर्नेछु भने चिसो भएको आलुलाई पनि मैले ग्रेट गर्नेछु। सामान्यतया हामीले कोफ्ता बनाउँदा फेरि पनिर र आलुको मात्रा बराबर भएमा कोफ्ता राम्रो र नरम बन्नेछ। तपाईले आवश्यकता अनुसारले आलुलाई धेरै अथवा पनिरलाई धेरै पनि गर्न सक्नुहुनेछ। अब ग्रेट गरिएको पनिर र आलुलाई एकै ठाउँमा मिसाउनुहोस्। त्यसपछाडि किचन चम्चाको आधा चम्चा जति नुन, आधा चम्चा जति कश्मिरी रेड चिली पाउडर, आधा चम्चा जति किचन किङ, आधा चम्चा जति जिरा पाउडर र 1 चम्चा जति कर्नफ्लोर राखेर मजाले मिक्स गर्नुहोस्। तपाईले यहाँ साना साना पिस गरिएका क्यासुनट, किसमिस, बदाम पनि मिक्स गर्न सक्नुहुनेछ। अब तपाईले थोरै थोरै पर्सन हातमा लिएर जुनसुकै आकारमा कोफ्ता बनाउन सक्नुहुनेछ। यहाँ चाहिँ मैले ओभल सेपमा कोफ्ता बनाएको छु र यो कोफ्ताको बीचमा मैले थोरै थोरै पिस्ताचियो पनि मिक्स गरेको छु। यसरी कोफ्ता रेडी भइसकेको छ। यसरी रेडी भएको कोफ्तालाई हामी फेरि मिडियम लो हिटमा फ्राई गर्नेछौँ। जब यो गोल्डन ब्राउन कलरको हुनेछ अब भने कोफ्ता रेडी भइसकेको छ। अब यसरी रेडी भएको कोफ्तालाई हामी विभिन्न प्रकारका ग्रेभीहरूसँग मिक्स गरेर खान सक्छौँ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? कृपया लाइक, कमेन्ट र सेयर गर्न भने नबिर्सनुहोला र यो भिडियो पुरा हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।